वेलकम टु माई मिनी ब्लग्स गाइज। आज चाहिँ हामी फिसिङ भ्लग ल्याएर आइसकेको छौँ। टक्क मामाई पछाडि हामी चाहिँ यता पुगिसक्यौँ। यही गाउँबारी खोल यता छ, तलै गएर मार्ने हो। हामी हिँड्दैछौँ यही हन्टिङको लागि, गाउँबारीमा हिँड्दैछौँ। हन्टिङको लागि गुलालिन छ। यता आँप फुलेर यस्तो छ, यी हिँड्दैछौँ हामी। चाहिँ रातिले पास थापेर चाहिँ केलाई टक्क हरि बाँध्दै फुत्तिन्छ। नजाऊ झुन्ड्युला करेन्ट लाग्छ। माछाको बच्चा खोला देख्न सक्नुहुन्छ है। माछा डह्रो होला नि यार, अहिले पौडी खेल्छ। उयो यहाँ माछा त होला नि यार। गोब्रो भए डुबाई भिडियो गर्न नि त। कुल दाइलाई मैले उ गर्न लागिन्छु, मैले गोब्रो किनिदिनु लागिन्छु पैसा कमायो भने। कुल दाइलाई एउटा गोब्रो ल्याइदिनु भने टक्क भ्लग गर्ने मोबाइलले। ठुल्ठुला रहेछ नि यार माछा त। कति पर्छ नि हेर। झिमरुकमा त यत्रा हुन्छन् रे माछा, यत्रा ठुल्ठुला यत्रा। भिडियो हेर्छु कि मैले लोट्यो भने यार। माछा होला नि कि नहोला नि यत्रो। अचेल बनाउँछ नि बनाउनु नि, तिनको भिडियो हेर्थेँ मैले। माछाको बच्चा करेन्ट लगाएर नि म। यहाँ त खतरा ठाउँ रहेछ। म एमआरबीको फ्यान हो कि एमआरबीले चाहिँ भ्लग गराउने हो। डल्लो सुकाएर रहेछ नि क्या, उनीहरूतिर पुरै सुकेर यस्तो छ। एउटा ठुलो मासु भेट्यो भने हुन्छ काममा। हामी चाहिँ हिँडिसक्यौँ। अजय के अरे अजय राणा है, कुन मगरले त्यो छ यहाँ त। होला नि त्यस्तो दामी ठाउँ छ यार यो। यी माछा दुगुर छ नि यार, साना ठिकै दुगुर छन्। अमेरिका कुन यस्तै कुन ठाउँमा लैजानु रहेछ। अमेरिकाको जङ्गलबाट हिँड्नेछौँ, तल्लो बाटो भएर अमेरिका पुग्न लाग्छौँ। त्यो भिडियो देख्थेँ मैले यार, अमेरिका जाने बाटो। कम भइरहेको छ, नजारा आएको थियो। ठुला पाँडे मार्नु भन्दा मानेर ढुङ्गा अन्नी कहाँ हो? यहाँ त माछा मारेर यस्तो। म 2 चोटि आएँ नि। खोलाको आवाज सँगसँगै पक्क मिनी भ्लग। यहाँ त यस्तो सुकाएर रहेछ नि यार। यीको माछा हेर्नु त कत्रा दुगुरो यार। मात्रै गयो उठो त यतातिर आएको।
ए ढुङ्गा पछाडि छ यी देख्न सक्नुहुन्छ गाइस माछा माछा चाहिँ रहेछन् गाइस हामी चाहिँ ठुल्ठुला ढुङ्गा यता हेर्नु ल ओहो फाइनली गाइस भयहरू पनि रहेछन् जम्मै देख्न सक्नुहुन्छ भाइ यति खतरा ढुङ्गो छ ओ गाइस यहाँ मोबाइल भिजो गाइस देख्न सक्नुहुन्छ गाइस खतरनाक छ पानीको दृश्य खतरा झर्ना देख्न सक्नुहुन्छ टक्क हाम फाल्दैछु म यहाँ टक्क माछा टन्डे होला नि गाई गाई मामा चाहिँ हाम फाल्दै हुन्छ चाहिँ म बङ्गाल्दैछु गहिरो होला यहाँ त लास्टै यो ठुल्ढुङ्गो कत्रा ढुङ्गा खाने आज कोचिया माछा पक्रिदिन्छ गएर रहेछन् पौडी खेल्ने जस्तै यहाँ त गहिरो मान्छे आखान जाल हान्दै हो त्यस्तो टक्क माछा मार्दै आउनुहुन्छ यता कसको फेरि त माछा त्यहाँ दुगुर छ नि माछा त मार्नु हतार मार्दै जाने अब पौडी खेल्ने म त्यहाँ त टाइट माछा मारेर गइसक्यो माछा होला नि कि उयो के गरिदियो यस्तो राति यहाँ त सुरुङ छ है जाने मार्दै कति मार्ने त एकै नै भन्छ मैले जम्ला चाहिँ यहाँबाट निस्क्यौँ फर्किसक्यौँ यहाँ मान्छे माछा मार्न लाएन नि त माछा हामी चाहिँ यति फर्किसक्यौँ मान्दै ढुङ्गा यत्रो छ त्यो मान्छे त्यो माछा मार्दै आएर रहेछ नि अब माछै लाएनन् त्यति छ नि All right, guys. Huh? No.
जाल त पल्टिन्छ र ल होइन हामी त आयौँ भने माछा पर हाम्रो चाहिँ यहाँ सुरु भयो एउटा मान्छे आएको पछि पछि त्यसले गर्दाखेरि हामी यहाँ बढ्न सुरु छ माछा देखिन्न नै अहिले त रुक्न मैले यहाँबाट लहाटिन्छु यत्रो बच्चा माछा छैन आएन आछ कि हौ त्यसै आएको छैन एक हेर्नु त दुगुरे छैन यार त्यो मान्छे कहाँ पुग्यो होला यतिखेर बल्ल यहाँबाट सुरु छ दुईटा बल्ल फाइनली गाइस दुईटा ओपनिङ भयो फाइनली गाइस अहिले त्यही पनि जान्छ र हुन्छ बल्ल दुईटा फर्स्ट टाइम जहाँसुकै जोस् त्यो माछा चाहिँ त मलाई पिट्ने मन लाग्यो माछा त रोइछ नि यार आज विवेक नहीं गिरी थी ना है ना गाइस देख्न सक्नुहुन्छ भोटी ओए भोटीलाई त लोहार दियो त्यसको बाल त भोटी थियो यार भर्खरै कताको भ्यू त आएर बस्यो यार भोटीको ठाउँमा भोटी बहुत ए भोटी 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 यी गाइस फाइनल गाई चाहिँ भोटी देख्न सक्नुहुन्छ ओ यतातिर छ यसलाई चाहिँ मैले जालबाट पक्रिने कोसिस गर्छु है ठोक्नको लागि यति मिहिनेत भयो खोलाको कागका दृश्य देख्न सक्नुहुन्छ त निस्किँदैछु मामा उता मार्दै जानु हो के माछु भेटुस् त के कुरा त एउटा थियो गर त्यही पनि अब दुर्छ त्यो यी एउटा आएको यता साइडतिर आयो मान्छे यता आछ खै त्यही चाहिँ होला भयो यसले पानी काट्दैन कि त्यो माछा आउनु
यतातिर भयो झर कता भयो कता आचा 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 एउटा यति आएको छ आएन पुग्थ्यो छ क्या भिडियो भयो